फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू ब्लग। आज धेरै दिनपछि देखिएँ म अनि अब त्यस्तै छ, ब्लग बनाउन मन पनि लाग्दैन खासै। आज पनि यसै दामी भ्यू लिएर आएको छु, तपाईँ हेर्नुहोस्। यस्तै छ, आज म त्यहाँ साँझतिर बाख्राहरूसँग गएर तपाईँलाई दामी भ्यू देखाउनेवाला छु अनि अलि टुर देखाउँछु। हामी कस्तो गाउँको लाइफस्टाइल कस्तो हुन्छ भनेर तपाईँलाई देखाउँछु। अनि यस्तै छ, यो हाम्रो घर हो गाउँमा। यस्तै छ, अब यो अर्को घर हो यो। अनि यहाँ तलनिर धारा बनाएको छौँ अनि यस्तै छ। अब यहाँनिर यसो सब बाँझो सब भन्नाले यो सब यसमा केही लगाउँदैनन्, यो खालि यसै हो क्या भन्नाले यो सबै अब यहाँतिर बाँदरहरू लाग्न थालिसक्यो, त्यही भएर यो यस्तै राखेको। यस्तै छ, सबै यो मेरो केलाबारी हो, त्यही पनि आजभोलि त्यस्तै छ। अब म तपाईँलाई आफ्नो के भन्छन् कोठाको टुर दिन्छु। यस्तै छ, यहाँबाट सामान्यसँग मजासँग कोठामा जाने हो। अनि कोठा यो यस्तै छ, मेरो कोठा हेर्नुहोस्। अनि यस्तै छ, अब तपाईँलाई भित्र देखाउँछु। यस्तै छ हाम्रो, यस्तै छ माथि। अनि यो चाहिँ मेरो बेड। अनि यहाँ चाहिँ म अलिक भिडियो बनाउनु यहाँ हो खास गरी बनाउने त। आज मैले टेबल यहाँ हिजो म यहाँनिर सुतेको, त्यही भएर यसलाई त्यहाँ लगाउँछु। आज यो निकालिदिन्छौँ। अब त्यस्तै छ हाम्रो। अनि अब म अर्को टी सर्ट मैले स्कुलमा यो टी सर्ट लगाउने गर्थेँ। अब म योवाला टी सर्ट लगाउँछु। के भन्छन् कहाँ गयो योवाला, यो सर्ट जस्तै जे पनि हो, यसलाई लगाएर फेरि भेट्छौँ है। ओके, कस्तो छ, ठिक छ नि? अन्त दामी हो नि त। अब यस्तै चिलमा बसेर अब दोकानतिर भन्नाले अब खाना पनि खानु छ। अब यसो खाना हेरौँ के हुन्छ खानाको त। अब त्यस्तै छ, अब मम्मीले आयो भने खाना बनाइदिनुहुन्छ, नत्र ठिकै छ। अब खाना त खानु पर्यो। अब हामी खानातिर यसो म पनि केही हेल्प गरौँ। साग काटौँ भन्दैछु, साग काटौँ जस्तो सोचिरहेको छु, तर काटिदिन्छु। साग काट्छु, त्यसपछि खाना बनाउँछु। तपाईँ बन्नु होला है। ओके जे होस्। अब म दोकानको जान्छु, त्यसपछि खाना खाएर तपाईँले साँझ परको भ्यू देखाउँछु बाख्रासँग है। ओके, लेट्स गो। त अब हामी यस्तो बाख्रासँग आउँछु भनेको थिएँ नि त त्यो अघि। अनि त्यसपछि मैले धेरै कामहरू गरेँ, तर यस्तो भ्यू त तपाईँले मैले पहिले पनि देखा होला। तर हेर्नुहोस् त, राम्रोसँग हेर्नुहोस्, यो उसरी धेरै राम्रो छ, दामी छ। अब तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। तर मलाई खासै आजभोलि यसो भ्लग बनाउन खासै इन्ट्रेस्ट भएको छैन। अनि के भनौँ, यस्तै छ, इन्ट्रेस्ट छैन अब भन्नाले भ्लग छोडौँ लाग्दैछ। अब के गरौँ, यस्तै छ हाम्रो पनि। तपाईँले अलि माया देखाउनु हुँदैन के आजभोलि? सब्सक्राइबर के हो त्यो, यसो कमिलाले हिँडे जस्तो सब्सक्राइबर बढिरहेछ, यसो बढिरहेछ। त्यही पनि अब हामी भ्लग बनाउँछु आजभोलि। अब म कति दिन, अब मेरो 300 सब्सक्राइबर भयो भने नि त, मेरो 300 सब्सक्राइबर भयो भने अब म डेली कति दिनको दुई महिनासम्म डेली भ्लग हाल्छु भन्ने च्यालेन्ज पनि राखौँ भनेर सोचेको। तर यस्तै छ, अब तपाईँलाई म यसो ब्याक क्यामेरा गरेर अलि सङ पनि यो हाल्न दिँदैन के युट्युबले, नत्र म यस्तो दामी सङ हाल्थेँ नि त। अब यस्तो छ, दामी भ्यू देखाउँछु तपाईँलाई जस्तो पनि लाग्छ। अब हेर्नु होला जे छ। यस्तै छ हाम्रो भ्लग, के हुन्छ र, त चाहिँ खासै छैन। अनि फेरि यहाँ नेटवर्क इस्यु हुन्छ। अब तपाईँलाई यो सबै म देखाउँछु ब्याक क्यामेरा गरेर। ओके, ल हेर्नु होला है। ल हेर्नुहोस् त, यस्तो दामी भ्यू छ नि त। अब खासै त्यति क्यामेरा छैन भनेको, उसो दामी छ नि त हाम्रो यहाँको भिड त्यो त्यहाँबाट। अनि यस्तो छ हाम्रो यहाँ सडक हेर्नुहोस् त, त्यस्तो छ। यो मेन हाइवे हो, के भन्छन् महेन्द्र दार्चुलासम्म जाने महेन्द्रनगरदेखि यो मेनवाला हो। यहीँनिर हाम्रो घर। अनि यस्तै छ। अनि त्यहाँ देउली केदार, अनि त्यहाँ चाहिँ के भन्छन् जे हो त्यहाँ मलाई थाहा छैन। यहाँ चाहिँ हाम्रो सदरमुकाम गढी त्यो गोठला पानी है। यो खासै राम्रो देखिया छैन। त्यही पनि अब यस्तै छ हाम्रो लाइफस्टाइल। अब यसो माथितिर जाउँ, माथितिर गइसकेपछि हामी रुखमा जाउँ, जाउँ यार, के छ र। लड्यो भने धेरै यस्तो हुन्छ नि त। अब के छ, तपाईँलाई यस्तै देखाउँछु। अनि अब हामी
यस्तो घरतिर जान्छु। अहिले म एउटा सर्ट अपलोड गर्छु, त्यसमा जति पनि भ्युज पुग्छ नि त्यति के च्यालेन्ज राखौँ म। सबैजनाले भन्नुहुन्छ च्यालेन्जवाला भिडियो बना त भनेर। अब मेरो च्यानलै भ्लगवाला छ त म त्यो च्यालेन्ज लिएर के गरौँ त। कोही मान्छे पनि छैन नि त यस्तो क्यामेरा थमाउने। केही कुरा बोलौँ भनेर राखेको। अनि त्यस्तो दामी भन्नाले कोही छैन, आफैले बनाउनु पर्छ। अनि च्यालेन्जवाला पनि च्यालेन्ज गर भन्दैछन्। अब कोसँग गरौँ, बाख्राहरूसँग गरौँ कि के हो त्यस्तै लाग्यो मलाई पनि। च्यालेन्ज गर्नु मान्छे चाहिन्छ कि। अब के च्यालेन्ज गरौँ तपाईँ कमेन्टमा भन्नुहोस्। एउटा साथीले भन्नुभएको थियो कि आफ्नो स्कुलमा गएर के भन्छन् त्यो नामहरू सोध भनेको थियो नि त। अब त्यो च्यालेन्ज म गर्छु कहिले, तपाईँ हेर्नुहोला। के भन्दै थियो कि भनेपछि आफ्नो स्कुलमा गएर स्कुलमा मोबाइल लगेर सबैको भ्लग बना अनि त्यसपछि सबैलाई आफ्नो आफ्नो नाम सोध भनेको। अब म कसरी सोध्छु। अब त्यस्तो होइन, हामी सबै काम गर्छौँ। तपाईँ कमेन्ट गर्नुहोस् न, म गर्छु नि त तपाईँले भनेको। अनि त्यस्तै छ। अब म गर्छु, तपाईँ अन्य हेर्नुहोला, अब कमेन्टमा गर्नु होला म कस्तो कस्तो च्यालेन्ज गरौँ। अब म के भन्छन् यस्तै छ, जे पनि भन्नुहुन्छ म गर्छु। अलि तपाईँले सपोर्ट देखाउनु पऱ्यो कि। यसो जति भ्युज पुग्यो नि तपाईँ भ्युज हेर्नु होला, जति भ्युज पुग्यो नि त्यति लाइक बनाउने कोसिस गर्नु होला। अनि त्यस्तै छ। यस्तो जाम है, जाम त हेर्नुहोस् त, पछाडि हेर्नुहोस् त यस्तो दामी भ्यू देखिएको छ। यस्तो छ नि त। अब म घरतिर जाउँ, बाख्रा बारौँ, त्यसपछि भन्छु तपाईँहरूलाई। ओके त गाइज, अब म त्यहाँबाट पनि आएँ अनि अब भित्रतिर छु। त्यस्तै भ्यू देखाउन सकिनँ। आज धेरै भयो मलाई भ्लग एडिट गर्न झ्याउ लाग्छ कि भने यति झ्याउ लाग्छ नि त भिडियो एडिट गर्न लागि त। जे भए पनि अब कटकटमा हुन्छ, त्यो पार्ट जोड्नलाई त धेरै गाह्रो हुन्छ। अब त्यस्तै छ। बाहिरको भ्यू मैले अहिले देखाएन। आज अब यहाँनिर गरौँ, अलि तपाईँले सपोर्ट देखाउनु हुँदैन के। आजभोलि के हो भने अलि 300 सब्सक्राइबर त कम्प्लिट गरिदिनु पऱ्यो नि त सबैजनाले। 300 के साह्रो, तपाईँले त्यति केही गर्नु पर्दैन। जति भ्युज आउँछ त्यतिजनाले सबैले हर हर महादेव भनेर सिधा सब्सक्राइब गऱ्यो भने त भइहाल्छ नि त। के छ, भइहाल्छ, छिटो छिटो भइहाल्छ। अब तपाईँ गर्नु हुँदैन, के भाउ खानुहुन्छ के छ र। तपाईँको एउटा सब्सक्राइबरले कसैलाई केही मतलब पुग्छ भने गरिदिनु नि त। त्यस्तै छ। अब जे पनि हो, आज हामी यति नै गरौँ। भ्लगमा केही भएन आज त्यस्तो खास प्रोग्राम। अब तपाईँ मिनी भ्लग पनि हालौँ म सोच्दैछु। मिनी भ्लग पनि अब के हुन्छ थाहा भएन मलाई पनि। अब तपाईँ माया देखाउनु हुँदैन। अब म के गरौँ, त्यस्तै छ। भ्लगिङ च्यानल हो। अब जे भन्नुहुन्छ तपाईँले, तपाईँको हातमा छ ल। मेरो च्यानल, मेरो डिसिजन तपाईँको हातमा ल सबै। ल आजको लागि हामी यति नै गरौँ। अब हाम्रो धेरै भयो अनि त्यस्तै छ। अब ओके, गुड बाई, नमस्ते, हर हर महादेव।